यो भोटको जुन माहौल देखिरहेको छु, हेरिरहेको छु, आफूले हाल्न नपाए पनि होइन, अनि त्यो देखिराख्दाखेरि चाहिँ अनि हाम्रो जुन हुनुहुन्छ नि बुढा नेताहरू भनौँ कि के भनौँ है, उहाँहरू चाहिँ पुरा अहिले पनि पुरा भाषण दिइराख्नु भएछ कि हाम्रै हो देश, हामीले जित्छौँ, अब हामीले केही गर्छौँ भनेर घमण्डका साथ बोलिराख्नु भएको छ। हेरौँ न नतिजा के आउँदो रहेछ। अब त आइसकेको छ होइन, अब धेरै टाइम त लाग्दैन होला, अब केही दिनमा त हाम्रो नतिजा प्रकाशित हुन्छ होला सायद, त्यस पछाडि थाहा हुन्छ। फेरि बुढाले जित्यो भने त टेन्सन हुन्छ त हौ। ल जे होस्, बोल्न भएको छैन है, आशा चाहिँ छ मलाई। आई होप, हेरौँ, लेट्स सी, राम्रै हुन्छ होला। अब राम्रैमा भोट हाल्नु भएको छ जस्तो लाग्छ मेरो आफ्नो आफन्त सबैजनाले, अनि सबैजनाले भनौँ न होइन, एकमुष्ट रूपमा पक्कै पनि हाम्रो देशले न्याय पाउनेछ होला। लेट्स सी।